हेलो एभ्रिवान, नमस्ते। म भुमा सापकोटा। म आज बनाउन जाँदैछु पुरी अनि चनाको सब्जी। आउनुहोस् बनाउन सुरु गरौँ। मैले हिजो बेलुका चना भिजाएको थिएँ। अब यसले कुकरमा हालेर मैले नमक यसमा हालेँ, पानी, धनिया पाउडर, अलिकति बेसार हालेँ। अब म यसलाई बसाल्न जाँदैछु। मैले यसलाई ग्यासमा बसालेँ। कुकरमा सिटी लगाउँछु। मैले प्याज काट्न सुरु गरेँ यसलाई तड्का लगाउनको लागि। प्याज र टमाटर, हरियो खुर्सानी काट्छु म यसलाई बारीक गरेर, मसिनो गरेर काट्दैछु म यसलाई। लगभग मैले काटेँ यसलाई। ल हेर्नुहोस्, मैले यो रेडी छ तड्काको लागि। मैले तड्काको लागि प्यान लिएँ, तेल हालेँ। यसमा चना बोइल भइसकेको छ। मैले अब हाल्दैछु प्याज। पहिला प्याज हाल्छु। प्याजले राम्रोसँग रातो हुन दिन्छु। अलिकति पकाउँदैछु खुर्सानी र प्याजलाई। खुर्सानी र प्याज रातो कलरको, अलिकति रातो ब्राउन कलरको भयो भने मैले यसमा टमाटर हाल्नेछु। अब म हाल्दैछु टमाटर। मैले खुर्सानी धेरै हालिनँ किनभने मेरो बच्चाले खुर्सानी धेरै खाँदैन। तपाईँको बच्चाले पनि खाँदैन भने नहाल्नुहोला। यो रातो भयो, यसलाई म पकाउँदैछु। बिना पानीको पकाउँदैछु म यसलाई, किनभने पानी धेरै नहालौँ। तपाईँलाई जे मसला मनपर्छ मसला हाल्नु होला। म धेरै मसला नखाने भएको भएर मैले मसला हालिनँ। चना हालेँ मैले। चनामा अलरेडी नमक और नुन और धनिया पाउडर थियो। यो चना बन्यो। अब मैले पुरीको लागि लिए यो पिठो म मुस्दैछु। बिस्तारै बिस्तारै पानी हालेर पिठो मुस्दैछु। पिठोको डो तयार भयो। यसलाई 10-15 मिनट राख्छु। 10-15 मिनटपछि म यसलाई बेल्न जाँदैछु सानो सानो। धेरै ठुलो नबनाउने मैले, किनभने मेरो कराई सानो छ। मैले कराईमा तेल हालेँ। तेल गरम हुँदा दिँदैछु। तातो तेललाई एकदम तातो हुनुपर्ने हुन्छ पुरीको लागि। यो मैले चेक गरेको तातो भयो कि भएन भनेर। अलिकति तातो रहेनछ। एकछिन हामी कुर्छौँ। अब मैले हाल्दैछु पुरी, बनाउँदैछु पुरी। खै कस्तो हुन्छ थाहा छैन। हेर्नुहोस्, यसरी बनाउँछु म पुरी। मेरो बिहानको नास्ता कहिलेकाहीँ हप्तामा एकचोटि, 2 हप्तामा एकचोटि यो बनिरहेको हुन्छ घरमा।
यसरी बारी बारी मैले बेल्दै पुडी बनाउँदै गरेँ। एकदम सजिलो छ, तपाईले आधा घण्टा पनि लाग्दैन पुडी र यो सब्जी बनाउनलाई। अब म यसलाई निकाल्दै छु। हेर्नुस् यस्तो पुडी बन्यो। म फेरि एउटा पुडी हाल्दै छु। यसरी नै मैले पुडी बनाउँदै छु, तपाईहरु पनि बनाउनुस्। मेरो यो सब्जी र पुडीको रेसिपी तपाईलाई कस्तो लाग्यो मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। तपाई पनि ट्राई गर्नुहोस् आफ्नो घरमा। बच्चा हुनुहुन्छ भने उहाँले पनि धेरै मन पराउनुहुनेछ। यसले एकदमै तातो भएको छ। अहिले मैले फटाफट पुडी बन्दैछ मेरो। घिउ अलिकति चिप्कियो है। यस्तो चिप्कियो भने थोडा सा अलिकति फुल्लिन मुस्किल हुन्छ। यसलाई यो अलिकति बिग्रेको जस्तो भयो। तपाई ध्यान दिनु होला हाल्ने बेलामा यो तेल पनि नलागोस् अनि यो चिप्कोस् पनि नै। भाँडामा पनि चिप्क्यो भने चाहिँ यस्तो हुन्छ दीदी आपका कपड़े बंचा आप ही का है मेरो अलिकति पिठोको छेउछाउमा अलिकति यस्तो गरेपछि यो फुल्लिन्छ है। सबै आटा बनाउनु पर्दैन होला। जतिको खाइन्छ त्यति बनाउने होला। त्यसले साला खाला कुनैले कपाललाई किचन सफाई कपाल धेरै देख्यो त्यही कुरा हुँदैछ दिदीसँग। ल हेर्नुहोस् पुडीहरू चाहिँ रेडी भयो। मेरो पुडी र सब्जी कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो हैन। तपाईहरु भन्दै गर्नुहोस् कस्तो लाग्दैछ मेरो भिडियोजहरु।